सो गाइज मेरो क्लाइन्टको हेयर हेर्न सक्नुहुन्छ। म्यामले चाहिँ मार्केटमा पाउने बक्स कलर युज गरेर चाहिँ आफ्नो हेयर चाहिँ सबै ड्यामेज गरिसक्नु भएको छ है। र म तपाईँहरूलाई नि यही भन्न चाहन्छु कि बाहिर मार्केटमा पाउने कलरहरू चाहिँ एकदम राम्रो हुँदैन गाइज हो। र म्यामको हेयर पनि हेर्नु सक्नुहुन्छ कति बिघ्न ड्राई छ है, ड्यामेज छ। र म्यामको हेयरमा चाहिँ सबभन्दा पहिला सुरु चाहिँ मैले चाहिँ गरेँ ग्लोबल कलर गरेँ, बेस कलरको। अनि सबै एउटै टोनमा ल्याइसकेर चाहिँ मैले चाहिँ हाइलाइट्स गर्दैछु म्यामको हेयरमा। म्यामको हेयरमा चाहिँ हाइलाइट्स गरेर चाहिँ अब केराटिन ट्रिटमेन्ट पनि गर्नु छ, किनभने केराटिन ट्रिटमेन्ट चाहिँ एकदम म्यान्डेटरी छ यो हेयरमा। किनभने पहिला एकदम बेसी पोरस हेयर छ, यो चाहिँ एकदम बेसी ड्यामेज छ। र केराटिन ट्रिटमेन्ट गर्दा चाहिँ सबै एकदम सटल हुन्छ गाइज। र लास्टमा चाहिँ रिजल्ट हेर्न सक्नुहुन्छ म्यामको हेयरमा यस्तो राम्रो ब्राउन कलर आएको छ है। र एकदम ड्यामेज रिपेयर पनि भयो। र मेरो क्लाइन्टलाई पनि एकदम मन पऱ्यो अरे। र तपाईँहरूलाई पनि कस्तो लाग्यो कमेन्ट गरेर चाहिँ भन्नुहोस् होला गाइज। थ्याङ्क यू सो मच फर वाचिङ।